हेलो गाइस, वेलकम टु माई ब्लग। बड्डा भनौ, हामी चाहिँ अब सुन्दरी जलको यात्रा सुरु भइसकेको छ र हामी धाप डाँडा हो के हो धाप ड्याम हामी पुग्न अब कति लाग्छ यहाँबाट 3 घण्टा जति लाग्छ रे। तर हामी फटाफट हिँड्नेहरू छौँ र हामीलाई लाग्छ होला त्यही 2 घण्टामा हामी मजाले पुग्छौँ जस्तो लाग्छ। ल मजाले अब हामी तपाईलाई माथि गएर भेट्छौँ है एकछिनमा। यता कुस्ताई र ओपिदाई। कुस्ताई चाहिँ हाम्रो क्यामेराम्यान हो, ओपिदाई चाहिँ यताको हाम्रो गाइड हो। यहाँ त सबै भ्लग है, कुस भ्लग, प्रकाश भ्लग। मैले त अब पिन गरेर राखिदिन्छु, तल सब्सक्राइब गरिदिनु होला भनेर पनि सपोर्ट देखाइदिनु गाइज। यो ठाउँ चाहिँ धेरै 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 नै हरियाली रहेछ गाइज यार। यतादेखि हेर्नु त ओ माई गड, सबै के त्यो कस्तो दामी भ्यू आएको हेर्नु त। हो हरियाली हेर्नु न, वाह। यो ठाउँ चाहिँ अहिले धेरै राम्रो छ, धेरै राम्रो, हरियाली नै हरियाली छ। र यो ठाउँ चाहिँ बेस्ट प्लेस हो म अहिलेसम्म आएको सोफा है। आमा पसिना आएर थाकेर दामी है, दामी छ, हरियाली छ। फर हु जसलाई पाहाडतिर चढ्न मन लाग्छ यता आए हुन्छ, आफ्नै गाउँ जस्तो फिल हुन्छ। म त यता आफ्नै गाउँमा आए जस्तो भयो। फाइनली हामी है स्विमिङ खेल्ने ठाउँमा आउनु त आयौँ, तर खेल्नु चाहिँ हुन्न है गाइज यो, किनभने अहिले यो मौसमको भर्ती छैन। अहिले कहिले बगाइदियो भने त्यसले सतर्क हुनुपर्छ। यो स्विमिङ खेल्ने ठाउँ रहेछ है। खै अब यता के बनाउनु लाउनु, बालुवै बालुवा ल्याएको छ नि, यता बालुवै बालुवा छ, बालुवै बालुवा के बनाउनु आएको छ नि यता। राम्रो गीत लगा न हामी कहाँबाट आएर कहाँ पुग्छौँ गाइज है, गीत गाउँदै। ओहो सिङ्गर फाइनली आइपुग्यो ड्याम। रमाइलो छ यता, रमाइलो भइरहेको छ। अब चाहिँ हामी अघि उता थियौँ, यहाँ थियौँ, त्यहाँबाट अब यता साइड आइयो, यो साइड आइयो, यो साइड आइयो। त्यसपछि उता त्यो ड्याममा गइन्छ, त्यसपछि घर गइन्छ। अनि उहाँ दायाहरूको हेर्नु अब यस्तो पानी परेर त्यही पनि अब यता सुट हुँदैछ, सुट ओए हिरोहरू। यस्तो सर्टकट भनेर अब यताबाट उता जा भन्छन्, यस्ता पागलहरू छन् यार दोस्त। ए मुलाहरू यस्तो त बच्चामा खेया मैले, बच्चामा यस्ता झारबारीहरूले मलाई सिकाएको हेर त गाइज। हामी पनि यहाँ पिचिङकै पारेर। तर गाइज है त्यो जति भने पनि तर होसियार चाहिँ हुनुपर्छ है। एकचोटि गयो भने त फेरि मामा घर गयो, उहाँ मेरो अगाडि कुस्ता छिन्छ उता ऊ। ओइ गाई हेरेर चिप्लो रहेछ है, सुस्तरी है गाई, सुस्तरी। ओ गाई यार हेर्नु त, सुस्तरी त चलाउने यार, भ्लगर यार। तर दामी लेख है यो, पहिला बाटो थियो तर अहिले पानी परेर हेर्नु न स्विमिङ पुल बनाएको छ। तर कुस्ता गइसक्यो अब फेरि। अब गाइज वी नीड टु बी भेरी केयरफुल एट दिस पोइन्ट, ओके। किनभने अब यो जङ्गलमा अब के पाइन्छ थाहा छैन नि त। हेर्नु मा ओइ बाबै चाहिँ हेर्दैमा जुगा जस्तो छ यो त यार, दल पो रहेछ यार। जुत्ता भिज्यो, कपडा सब भिज्यो। अब जे भयो भने होइन, अब एडभेन्चर गर्न आएपछि जङ्गलको बाटो त आउनै पर्यो, अनि के मजा आयो त।
हल्का मेरो चाहिँ यो जुत्ता लाएर आएको थिएँ, यो जुत्ता लाएर आएदेखि हल्का त्यो हल्का ट्रेकिङ जुत्ता होइन नि त यो, अनि त्यसैले खुट्टा लास्टै दुखिरहेको छ कि यो ढुङ्गा यस्तोरी बिजेर काँडाहरू बिजेर दुखिरहेको छ, त्यसले म हल्का हिँड्न सकेको छैन। त्यही पनि आई गिभ माई बेस्ट एन्ड अभियसली ट्रेकिङ आएपछि यस्तो बाहना त बनाउनु हुन, किनभने कुन बेला के हुन्छ भन्ने थाहा नै हुँदैन। यस्तो सर पनि हुनसक्छ। ओ माई गड, यो जङ्गल लग्नुहुन्छ हाम्रो ट्रेकर साप। ओ माई गड, पानी कहाँ छ त दाल? ल हेर्नु गाइस, हावा पुत्तारमा ल्याउनु भयो यार। अब ल अब यसो ओ यार हाउ मैले त्यो ढुङ्गा टिकी सिकाएको थिएँ कि पल्टी आएर ढुङ्गा नै ए यार यो ट्रेकर चाहिँ हावा है। आफू चप्पल लाएर हामीले जुत्ता लाउन पठाएर यार यस्तो नगराउनु यार। हिजै भन्नुपर्छ नि त चप्पल लगाएर आउने होइन। छि यार ओ जुगा लाग्छ अब मलाई। अब घुमिफिरा हामी बाटोमा हेर्नु न गाइस, सर्टकट के it's all about risk. You can take it or not. Now again we are moving forward for something special. Finally ड्याम हेर्न पायो गाइस, ड्याम यता रहेछ है यो ड्याम। हामी फर्स्टमा त्यो कुनामा थियौँ, त्यसपछि त्यहाँ गयौँ, त्यसपछि त्यहाँ अहिले यता आएर ड्याम हेर्न पायो। फाइनली हामीले यो ट्रेक चाहिँ कम्प्लिट गरेका छौँ। थ्याङ्क यू। सुन्दरी जल त दामी रहेछ ठाउँ चाहिँ। ड्याम आयो। अब तल हाइड्रो पावर छ, हाइड्रो पावर हेर्ने जाने मान्छे जाने कस्तो हुन्छ मतलब पानी छोड्यो होइन। तर मैले तपाईँको सिस्टम बुझेन यार गाई। पानी चाहिँ कसो निक्लिन्छ भने तपाईँको ढुङ्गा छ, हेर्नु न ढुङ्गा यसो त मैले कहिले देखाएको थिएन यार। हुन त पहिलोपटक ड्याम देखेको मैले जिन्दगीमा। अब हामी फेरि जान लागेको कार्य चिसा पानी। फाइनली गाइस हामी आयो है चिसे पानीको पोस्टमा। चिसे पानी है जे भए पनि पुरै हुस्सुले ढाकेको छ यार। आम्मा त खै हुस्सु लागेको पुरै बाउले आन्टी आए भने यसो त ननस्नु। ओके गाइस है मेरो त्यो खुट्टा दुखेको, त्यसले हामी चारजना बसेको छौँ है मैले गर्दा। त्यो पनि हल्का रिसायो नि होइन। 30,000 स्टेप भइसक्यो अनि खुट्टा धेरै मेरो त पाइतला दुखिसक्यो। त्यही पनि वी नेभर गिभ अप बिकज निम्साईको भनौँ त कोट भनौँ त Giving up is not in blood, sir. रेस्ट इन पिस। हामी चाहिँ अहिले अब सुन्दरी जल जालाको फेरि अनि यस्तो घना जङ्गलमा आएको छ। आमा बाउमा हावै टाइट भइसक्यो यार गाइस। यस्तो जङ्गल छ यार गाइस, यस्तो जङ्गल छ, गाह्रो भयो यार। यस्तो छ जङ्गल, स्वाट्टै कहीँबाट जनावर आइदियो भने त गइहाल्यो नि। धेरै थाक्यो यार खानुपर्दा। सेट 2 रहेछ, सेट 2 रहेछौँ। सेट 1 त बल्ल सिधायो। अब सेट 2 कति धेरै हो यार। लिस्टलाई नेपालीमा के भन्छ अरे? जुगाले टोकेर यार सबैको हालेर पङ्चर बनाइसक्यो। मेरो त यार रगतै चुस्यो यार 1 लिटर जति त। यस्तो अँध्यारो छ यार। हे सेट 2 चढेछौँ। म त के बोल्न सकेको छैन यार गाइस, यस्तो गाह्रो हुने खुट्टा मेरो। यो जुत्ता हावा रहेछ, यस्तो जुत्ता होइन ट्रेकिङ गर्ने बेला चाहिँ नलाउनुलाई म भन्न चाहन्छु सबैलाई। हल्का ट्रेकिङ जुत्तै लाएर आउनु होला। मेरो त खुट्टा दुखाएर यार